सत्ययुग थियो, सत्यलाई सुनिन्थ्यो। नारी देवी, नारी नै माता, उनलाई पुजिन्थ्यो। उनको सुन्दरता, कोमलता, सहनशीलताले स्वयंलाई हानि गर्दो रहेछ भन्ने बुझियो। अहंकारी पुरुषले भोग्नु भोगाएको छ, उनको स्वतन्त्रता माथि रोक लगाएको छ। आफूलाई महान पतिदेव बनाई, अशिक्षित बनाई, अन्धविश्वास दिलाई, खाई नखाई व्रत बस्न लगाई, पतिको शिर झुकाएर आफ्नो खुट्टा डोगाएको छ। कोमल हृदय माथि ठुलो घात गरेको छ, जहाँ बाटो जन्मियो कोखमा लात हानेको छ। जति जति भित्र छिर्दै गयो त्यति नै जालो छ, के कुरा गर्नु इतिहास झनै कालो छ। हे राम, सीता माता माथि अग्नि परीक्षा लिनु कहाँसम्म जायज थियो? सती प्रथा विधवा नारीलाई आगोमा धकेलिदिनु कहाँसम्म जायज थियो? कहाँसम्म जायज थियो? के हामी यो हदसम्म क्रूर बन्न लायक हो? नारी तिमी दयाकी खानी, नारी तिमी निस्वार्थी त्यागी, नारी सहनशीलताकी ध्यानी, सुन्दरतामा त्यो जुन भन्दा प्यारी। नारी तिमी दयाकी खानी, नारी तिमी निस्वार्थी त्यागी, नारी सहनशीलताकी ध्यानी।